फाइनली यो दसैँको फर्स्ट पिङ हो खेलाइ हो मेरो चाहिँ है दौडे हल्ले पुट्टे मर्निङ नमस्कार एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग। अनि आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। अनि म पनि एकदमै ठिक छु। अनि सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा बडा दसैँको महाअष्टमीको हार्दिक मङ्गलमय शुभकामना। म चाहिँ भर्खरै माथा उठेर आफ्नो बेसिक कामहरू सकेर बसेको छु। अहिले चाहिँ 8 बजिसक्यो, बट 8 बजे पनि हेर्नु न यस्तो घाम लागेछ है। घामको त कुरै नगरौँ है। वैशाख जेठमा जस्तो घाम लाग्छ नि, जेठ असारमा जस्तो गर्मी थियो नि त्यस्तै गर्मी छ। असोज महिना है, अब त जाडो जाडो हुन पर्ने, बट घाम भने त्यस्तै छ। अब आज त प्राय सबको घरमा खसी काटिन्छ है। अनि कसको घरमा खसी काट्नु भयो प्लिज कमेन्ट गर्नु होला। सो गाइज फाइनल्ली हाम्रो घरमा पनि आज आउँदैछ बुङ्गुरको मासु है। किनकि अब हाम्रो चाहिँ बुङ्गुर काट्ने भनेको थियो, अनि बट अब यो दसैँमा चाहिँ नकाट्ने, दसैँ पछि काट्ने। अलिकति बुङ्गुरको कन्डिसन हेरेर कि बुङ्गुर अलिक सानो भयो, अनि अलि महिना पाल्ने, अनि त्यसपछि बल्ल काट्ने भनेर हामीले चाहिँ हाम्रो बुङ्गुर काट्ने प्लानलाई चाहिँ क्यान्सल गऱ्यौँ। अनि हामीले चाहिँ बुङ्गुरको मासु बाहिरबाट मगाउँदैछौँ। अनि माथि घरमा चाहिँ हिजो आयो है 5000को बुङ्गुरको मासु। अनि आज चाहिँ बाजे घरमा आउँदैछ। अनि भोलि फेरि नवमी पूजा हुन्छ घरमा, भाले है, त्यसपछि खसी पनि काटिन्छ। सो गाइज अब दसैँमा यस्तो दसैँ चाहिँ यस्तो बवाल हुँदैछ। सो गाइज अब म चाहिँ उठेदेखिबाट केही पनि खाएको छैन है, लास्ट भोक लाग्छ कि। अनि त्यही माथि हिजो बेलुका अब पपिटेन लङ्गुर पूजा खेलाउन गएको है। अनि त्यो चिचाउँदा हिजो खाएको भात त त्यतिखेरै घट्यो, अहिले लास्ट भोक लाग्छ। अनि म चाहिँ जाँदैछु चिया खान। अनि त्यसपछि मेरो भिडियोलाई चाहिँ कन्टिन्यू गर्दै जानु होला। एन्ड सो गाइज देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो घरमा फलेको खुर्सानी, यस्तो बवाल फलिरहेको छ खुर्सानी है। सो अनि पाक्दै पनि छ, कोही पाकेकै छैन, यस्तो के पातभन्दा धेरै खुर्सानी। अनि हाम्रो बजै चाहिँ यहाँ बस्नु भएको छ। बजै के भयो त? अनि पुरा टोयलेटतिर आएर बस्नु भएको त आज रमाइलो टोयलेटमा बस्छ। सो गाइज हाम्रो बजारले चाहिँ दसैँ लगाइसक्यो है। अब दसैँ लगाएपछि दसैँ हाम्रो बजारलाई मात्र होइन सबैलाई लगाइसक्यो है। बट हाम्रो बजारको स्वास्थ्यमा चाहिँ थोरै समस्या जस्तो देखेको भएर अनि अलि निराश हुनुहुन्छ, बट एभ्रिथिङ इज गुड। अनि तपाईँले चिया खानुभयो? मैले चिया खान चौतारा जानु पऱ्यो। चियासँग खानालाई केही पनि छैन। के भन्नुभयो? ए ल ल म अहिले बढालिदिन्छु। ओके म चाहिँ जाँदैछु चिया खानालाई है। किनकि आन्टी घर हाम्रो घरमा दुध त छ, बट चिनी र चियापत्ती छैन। अनि चियासँग खानालाई पप छैन कि, त्यसले गर्दाखेरि म चाहिँ आन्टीहरूको दोकानमै जान्छु चिया खानालाई है। अनि क्यान्सी यो चाहिँ हाम्रो गाउँ हो है। अब आज बिहान हाम्रो गाउँ पनि म देखाउँछु। हामी चाहिँ अब दिदी र बहिनी मिलेर बिहान पिङ खेल्दैछौँ। ल पुट्टे मजाले हल्ला छिटो। हेलो गाइस। हजुर बाबा आउनु न, हल्लाइदिनु न, म त बच्चिन सक्दिनँ के। पुट्टे दौडेर हल्ला न, वाह पुट्टे हल्ला। सो गाइस फाइनल्ली यो दसैँको फर्स्ट पिङ हो खेलाइ हो मेरो चाहिँ है। अनि पुट्टे मजाले हल्ला न दिगो, अलि माथि पुरा मजाले हल्ला, तल मजाले हल्लाइदियो। दौडे हल्ले पुट्टे थ्याङ्क यू। म अन्त बलिरहेछिस् त, अझ फेरि दौडेर हल्ला। भिडियो बनाउन पागल कस्तो लाग्यो। ल छिटो दौडेर हल्ला, फेरि दौडेर हल्ला। आया रोक्दै मलाई त रिङ्गटा लाग्यो। मची पुन्टी मची उठेर मची भाइहरू। ओइ के हो त तिमीहरूको बिन्दास पारा? त आँखा यस्तो हुँदा पनि उस गरे हास, मोबाइल हेरे हास। ए भगवान्, मैले हिजो भनेको थिएँ नि हजुरहरूलाई है, मेरो भाइको चाहिँ साइकलबाट लडेर काटेको छ भनेर। अनि हाम्रो कान्छा भाइको हो है। अनि अब यस्तो हुँदाखेरि पनि आँखा गरेर भए पनि मोबाइल हेरेर आँखा दुखी आएन, घाउ दुखी आएन। अनि हाम्रो भाइको चाहिँ यो घाउमा 7वटा टाँका मारेन के दादा, देख्न सक्नुहुन्छ है। यता जा खै यसो गर्दा। अब यी जान पाइस नलपुर, यस्तो आँखा लिएर नलपुर जान्छ। अझ हेर्नु न, चस्मा त लाउनै मिल्दैन।
के भन्दैन भिडियोमा केही पनि छैन यो हो यहीँनिर काटेको अनि यहाँनिर 7वटा टाका हाले घन्टा भाइ भाइ दुखी होइन दबाई खाएर नदुखेको सुन्ने है बाबु तेरो आँखा कुटी अब कसरी अब नलपुर घुम्न जाने कि भाइको त यस्तो भयो कोसँग जाँदैछु म त जान्न भाइको त यस्तो भयो अनि भाइलाई छोडेर जाने त भोलि जाने त म जतिनगर नि आइज त जतिनगर जाने अनि चस्मा किनिदिन्छु म तल नलपुर घुम्न नगए है बुझिस् नि कस्तो खालको चस्मा किन्ने ल भन् उठ न उठ ब्ल्याकमा कि व्हाइटमा व्हाइटमा मम्मीले व्हाइटमा भनेको थियो कि ल ओके तँलाई म मेरो तर्फबाट चस्मा किनिदिन्छु ढुङ्गाबाट आएको यहाँ बिहान बिहान खोडखोड खेलाउन खै त पैसा ओ माई गड ल अब हामी खोडखोड खेल्छौँ है ल 2टा भाइ रोक ल तल 10 रुपियाँ ल यहाँ चाहिँ कहाँ छ भाइ ल ल तँलाई 15 रुपियाँ ल ल 30 रुपियाँ गयो है ल तल 10 रुपियाँ ल ल थाप कति रुपियाँसम्म थाप्न पाइन्छ भाइ 1000सम्म थाप्न पाइन्छ ए भगवान अनि 1000 को 2000 दिने पैसा छ हाइट हाम्रो भेडुङ्गाबाट है आएको भाइहरू बिहान बिहानै हाम्रो गाउँमा लङ्गुर बुर्चा खेलाउनलाई है अनि 1000सम्म हान्छ अरे ल भाइ बहिनीहरू ल थाप खै ए च्यातेको पैसा पर्छ जा बाबु मम्मीको दोकानबाट लिएर मम्मीसँग साटेर आइज र पुन्टी थापेनस् रामसँग गोला है फेरि मैले त साइड गोटी हेरिदिन्छु फेरि ल उठाइदेऊ पान तिरल परेन लुट 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 पल्का थापिस् इट्टामा थापेको बुर्जा डबल इट्टा डबल पर्यो इट्टा डबल 5 को 10 चिडी परे हैन क्या चिडी हेर त चिडी परे है ल चिडीको पैसा लैजाऊ इट्टा डबल पर्यो ओए भाइ पर्यो ओए खै 5 को 10 मात्रै आयो ए हैन भयो 5 को 10 छ ल यता हेर्दा भयो कहाँ छ भाइ पर्यो जेठो भाइ खै कति भयो पैसा तिमीहरूले अहिले सबै मलाई फेरि ऋण तिर्न पर्छ पान ओए लाख रिसा थाप ल ओए काली पानै ल अपु थाप्दै तैले नि केही हुन्न इट्टा चौरल गयो तिमीहरूको पैसा हेर त एउटा मात्र हो तेरो टाउको पान झन्डी डबल इट्टा डबल पर्यो 5 को 10 लिए एकजनाले ल त्यो झन्डीकोले 5 को 10 लिए हो ल झन्डी लिन त नि काली ल हो 5 को 10 यो थाप्न यो थाप के केही पर्दैन यो बनाउन ल गोला भाइ गोला ल चिडी तिराल पैसा छैन पैसा भयो त हारिस यिनीहरूले मेरो ऋण तिर्छ कि भनेको त तिरेन त ल ल ल ल ओ गोटी हल्ल्यो दुईटै परेको हेर्नु त छोड्देऊ गोटी त हल्ले भाइ छोड्देऊ त्यस्तो झ्याली खेल्न हुँदैन गोटी हल्ले ओए कहाँ फाल्दै गोटी आछि आछि हुकुम डबल तिराल पर्यो हुकुम तिराल बाबु 5 को 15 यहाँ 5 रुपियाँ
थप अनि 15 रुपियाँ बनाएर देऊ अझै 10 रुपियाँ 5 को 15 फेरि 5 को 15 भाइ पैसा सक्यो क्या हो सक्यो छैन ए ल ल ल ल ल खेलौ 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 कति परेको पैसा देखो पैसा आमा आमा बिचारा कान्छो भाइको खै परेन थुक्का ल ल चिडी डबल पान डबल ल मोटे भाइको वेट मोटे भाइ दुब्लाउने भयो अब पान डबल ल हेर हेर जुडुवाहरूले एकै ठाउँमा हालेका कालीको छैन पैसा ल पान डबल बुर्जा डबल पान डबल ए झन्डी डबल हुकुम डबल ई खाइस पान डबल ई बाबु ई खाइस एउटा मात्रै पान अब ल सबै पैसा राख ल ल बाबु थाप्दै इनी मिनी म्याङ्गो पान पान वा सबले पानमा पान डबल पर्यो पान डबल 15 दुना 30 गयो 5 को 10 ल फेरि 5 को 10 ल फेरि अर्को भएला नि 5 को 10 ए ल पान ल तर साइड कसको चौधरी हैन बाजे तिमीहरू दुईजना दाजुभाइ होइन ल भयो भयो ल बुर्जा डबल इटा डबल ल 5 को मलाई चोर पछि हाल्नु पैसा 15 रुपियाँ 5 रुपियाँ फाइदा भयो त कान्छो भाइको ल खै गोटी हाम्रो दाउ इटा बुर्जा डबल पर्यो 5 रुपियाँ घाटा भयो कम्पनीलाई चिडी डबल छिटो माथि चढ कति रहेछ पैसा ए सकिन लाग्यो नि त पैसा त मिला हातमा के 10 तल मिलाउ जितेर जान पर्छ हेर हारेर जानु हुँदैन कति लिएर थियौ 120 रुपियाँ लिएर थियौ 125 125 हेर त सकिन लाग्यो त हो ल खेल के नि हुँदैन यहाँ त्यस्तो तिनीहरू केटीहरू सब ल जान्दी यामा सबले झन्डी पऱ्यो नि सक्यो पैसा ल थापा केही नि हुँदैन हो छैन कसरी चोरेको पैसा